19 दिनसम्म उहाँलाई यहाँको गतिविधि, यहाँको वास्तविक अवस्था, यहाँ चाहिँ के भइराखेको छ हैन, कसले चाहिँ संरक्षण गरिराखेको छ, यी सबै कुरो चाहिँ हामीलाई भन्दा उहाँलाई बढी थाहा छ अध्यक्षज्यूलाई। नमस्कार अध्यक्षज्यू। नमस्कार। एउटा संरक्षक गर्नुपर्छ भन्ने सोचमा चाहिँ कसरी आयो तपाईँलाई? सोच त त्यही त नि, अरूले कसैले भङ्ग बिगारिदिन्छ यताउति रेखदेख अथवा दिउँसोको लागि। म रातको लागि पनि म ग्रुप बनाएर मिलाएर रातको लागि पनि निरन्तर चलिरहेको छ। ग्रुप बनाएर आफ्नो ग्रुपको हिसाबले अब के अरे नाम लिस्ट लेखिरहेको छ ग्रुपको। अनि त्यो मेम्बरको नम्बर हुन्छ, उहाँको नम्बरबाट चाहिँ के अरे जानकारीको लागि अब यही त तपाईँहरूको पालो आज भोलि भनेर चाहिँ कल गरेर म यसो तपाईँले गरिरहनु भएको छ। हजुर। भनेपछि एउटा ग्रुपमा कतिजनाको टिम छ तपाईँको? जस्तै आज बस्नु पर्यो भने बस्ने चाहिँ यही भित्र हैन त? हजुर, यही भित्र बेला बेलामा चाहिँ तपाईँहरूले यो देखाइदिनु होला हैन, यो भित्र बस्नुहुन्छ या चाहिँ उदय हाम्रो ग्रुपमा चाहिँ 7 जनासम्म हुन्छ समूह छ। उहाँहरूले चाहिँ त्यो 7 जनाको काम चाहिँ के हो? राति कुर्दाखेरि यसो कोही अब भङ्ग गर्ने हिसाबले आउने हिसाबको मान्छे छ भने यसो रेखदेख गर्ने, कोही सिकारीहरूलाई यसो कसै आएर बिगार्लन भनेर यसो लागि हेरचाह गर्ने। अनि जस उहाँलाई नै अब सुरक्षाको हिसाबले भन्दा पनि उहाँको ध्यान चाहिँ भङ्ग हुने गरी कसैले गर्छ कि भन्ने हिसाबबाट सोचेर तपाईँले गर्नुभएको छ। हजुर, एकदम राम्रो पुण्यको काम गर्नुभयो अध्यक्ष, तपाईँलाई धेरै धेरै धन्यवाद छ। 11 दिनसम्म चाहिँ उहाँले पानी खानु भएको